यता हेर्दा हेर्दै आफ्नो बार पनि भत्किसकेको खेतको मतलब खेतको त्यो बारीहरू चाहिँ बनाएको यता भान्सा यता चाहिँ अब स्कुलबाट आएको रुच्दै रुच्दै धन्न म चाहिँ गएन आज रुख पनि ढलेछ यतातिर सब मान्छे ढलाएर सबै उता चाहिँ टिन ढला छ मम्मीको टाउको माथि अङ्कलको डाइलग फेरि भन्दै त हुन्छ नि यार म आफै ढलेको छु त के रुख ढलेको हेर्नु मैले गराइहाल्छु नि आन्टी रुख ढलेको झार्दै लेकिन एक सेकंड कौन है वो कहाँ से वो आया उता माथि चढेको छ नि यता भन्नु पर्दैन उता माथि चढिसक्यो कि उता चाहिँ बन्दैछ रिपेयर हुँदैछ अघि भत्केको छ अघि उता चाहिँ खेल भइरहेको छ जस भाइ बहिनीहरू मजा आएको छ यसमा त्यो बाँस खसेछ कि तारको सबै खतरनाक भएछ अहिले त हाम्रो गाउँ खतरनाक हजुर कुवारेन जस खेलिरहेछ कसको आँप खसेछ है उता पनि आँप ल्याउँदै ल उता नि आँप छ जस देख्नु कि आँप खसेको छ आज धेरैको हाम्रो दुईटा मात्र हजुर 30 दिन हुन्छ आँप खस्नु हामीले यति छु सानो रुख भएर हाम्रो चाहिँ खसेन नि धेरै यता किन त्यही उता रहेछ म त के इग्नोर गरिदिरहेको कि आँप मात्रै कमी होइन कि आँप केरा जस व्यवस्था भएर रहेछ केराको तेरो घरको के खस्यो गाली गर्नु लागि आइज आइज खाना आइज कसैको टिन उडाएको छ ओए सुन्न उता जस भइरहेको छ आज चाहिँ यता मजा भइरहेको छ अहिले म आफै आफू आज पार्टी हुनु हेर यहाँ कसको के खसेछ यता आँप खसेछ उता आँप खसेछ उता टिन उडाएको छ उता माथि भान्सा कोठा उडाएको छ मा तेरो चाहिँ के त्यति छ के ऊ त्यति देखे ब्रोहरू यो पनि अब के भन्छन् सर्टेन छैन यो के भन्छन् सडनली यो पानी आएको हो हामीले पनि थाहा थिएन म त्यो गराउँदै थिएँ कि त्यो टिकटकको रिल्सहरू गराउने भनेर गरिरहेको थियो अनि एक्कासीमा पानी परिदिन्छ मतलब धेरै हावा उडिहाल्यो सर्ट भिडियो बनाउँदै बसेर भाइको बल उतारेछ त मम्मी ऊ टिनमाथि रातो रातो छ त्यही त गाइज सबैले सब्सक्राइब गरिदिनु पर्यो क्या गाइज वेलकम ब्याक वन्स अगेन प्रिन्स भ्लगर वाइटी सो प्रिन्सले आज पानी परेको यस्तो के भन्छ यस्तो खतरा वेदरमा बनाइदिएको आन्टीहरू उता लुकेर आउनुहुन्छ हेरि
ब्लगर बन्नै पर्यो जस बाटोमा हजुर हजुर भन्नु धेरै आँप खसेर त नुन खुर्सानी अब पिसेर खाने रे आइज खानु यताको चाहिँ अब एक बाल्टी योरुको चाहिँ एक बाल्टी जति आँप खसेछ उताको आधा बाल्टी चाहिँ कत्रो त्यसै थाहा हुँदैन वेलकम ब्याक टु अनदर भिडियो यसरी भिडियोलाई भिडियो Hey, what's up guys? Welcome back once again Prince Vlogger YT show. अब सो अनि त्यसपछि के सो आज हामी सो गर्दैछौँ न क्याप्चर गर्ने मैले भनेको छु सो गर्दैछु गाली गर्छ माछा सो भन्दै उता ढेप्रीको फेरि उ गर्दैछ त पानी पस्दैछ त उता ऊ त्यो ढेप्रीको खेल भइरहेछ हेर्नु यहाँ न्यू घर बनिरहेको छ पुरै म्याप अकर्डिङ टु म्याप घर बन्न लाग्यो अवस्था दिस हाउस अकर्डिङ टु म्याप मेड सो हामी फाइनली हेर्दैछौँ त्यो के कस्तो भन्दै रहेछ यो अझै भन्न भाइ उता अब टक्क पारामा आपको रेसिपी Oh auntie, that for me. This it's mango. राम धुलाई गर्दै हुनुहुन्छ आन्टीले Uncle hope. मासु खान सकिनुहुन्छ मासु हेर्न पर्ला कि खाना के रिएक्सन खतरा गराउँछ बाई टाटा सी समझ नहीं चाहिए अनि त्यो माथि टिनबाट के गर्छ नि मैले कन्टेन्ट बाँच्नु दाँत किटायो रिएक्सन भेरी खतरनाक छ